अब नजाने सर, अब विदेश छोडिदियो सर, विदेश अब नजाने, विदेशको कमाइ म यहीँ गरिराखेको छु त, त्योभन्दा फाइदा यहीँ भइरहेको छ मलाई, भने किन जाने। हामी हजुर कतारमा बसेर आएको, कतारमा त योभन्दा पनि धेरै दुःख थियो सर, कतारमा किन योभन्दा धेरै दुःख थियो सर, गर्मी त्यतिकै छ, यहाँ घर परिवार हाम्रो सबै बस्न पाइन्छ सँगै, अनि कमाउनु पनि सर निकै कमाइ छ हाम्रो, विदेशबाट यहीँ कमाइ राम्रो भएपछि किन जानु विदेश भनेर सबैजना आफ्नो परिवारसँगै बसेर आफ्नो देशमा बसेर अनि काम गर्ने। अनि मेहनत त हामीले लाग्छ सर, मेहनत नलागेर कुन ठाउँमा गएपछि मेहनत गर्नु पर्दैन सर। हाम्रो आउन लाग्यो हजुर जग्गा, अब अलि एकछिन लाग्छ, 2-3 मिनट लाग्छ। मेरो नाम नागेन्द्र प्रसाद महतो, मेरो घर कर्दना नगरपालिका वडा नम्बर 3 बन्दीपुर खैराटोल। म विदेशबाट आएर अलिकति तरकारी खेती गरिराखेको थिएँ, अनि अलिकति गर्दाखेरि मलाई इन्कम त्यति त हुँदैन थिएन, तर त्यति बेला आएर समृद्धि आयोजना आएर हामीसँग सम्पर्क भयो। सम्पर्क हुँदाखेरि हामीले उहाँसँग सिपहरू धेरै सिकेँ, सिपहरू पनि सिकेँ, अनि सिप सिक्दाखेरि बढाएँ, अझै खेती बढाएँ, अनि खेती बढाएर 10-11 कठा अहिले हामीले गरिरहेका छौँ तरकारी खेती। अनि समृद्धि आयोजनाले हामीलाई कतिपल्ट कति ठाउँमा लगेर भिजिटहरू पनि हेराउनु भयो, अनि गएपछि त्यहाँ हामीले अवलोकन गरेँ, त्यहाँ गएर त्यो गडौला मलहरू बनाउन सिकाएँ, केहरू सबै त्यो उनीहरू त्यो सबै सिकेँ। कृष्ण राईको फर्ममा गएको थिएँ, अनि त्यहाँ उहाँको जीविका अर्पणहरू सबै सिकाएँ, उहाँहरूले कसरी गर्ने के कसो गर्ने भनेर, अनि सबै सिकाएँ। अनि त्यसको झोलमलहरू बनाउन सिकाएँ, त्योहरू सबै सिकेँ। अनि उहाँकोबाट हामीलाई समृद्धि आयोजना आएर अहिले त्यति बेला हामीलेसँग त्यति खेती गर्ने मान्छे यहाँ थिएन, तर एक्लै म गर्थेँ, तर अहिले कति मान्छेले गर्न सुरु गरिसकेको छ। अझै मान्छेहरूले भन्छ कि म पनि गर्छु भनेर, समृद्धि आयोजनाले तिमीहरूलाई के सपोर्ट गरिदियो, अनि तपाईँहरूले त धेरै गर्नुभयो भनेर, अनि हामीले अहिले धेरै साथीहरू पनि गर्दैछ, तर गर्न सुरु पनि गरेछ कतिले। अर्को साल त अझै मान्छे धेरै थपिन्छ, किनभने हामीलाई इन्कम गरेको देखेर उहाँहरूले भन्छ विदेशबाट तपाईँले आएर किन विदेश जानु भएन भनेर। म त किन विदेश जानु, अब यहीँ कमाउन सुरु गरेपछि, यहीँ काम गर्न सुरु गरेपछि, अनि हामीले तरकारी खेती सुरु गरेपछि धेरै आम्दानीहरू आउँछ सर। त्यसरी हामीले गर्दाखेरि धेरै आम्दानीहरू पाइरहेका छौँ। कतारबाट ऋणसिन सधाएर हामीले सर 1.5 लाख रुपियाँ कमाएर आएको छ। अब यहाँ त सर हामीलाई 1.5 लाख भनेको 2 महिनामा हाम्रो 1.5 लाख रुपियाँ पुग्छ सर। कतारले हामीलाई के सिकायो भने मेहनत गर्न सिकायो के, मेहनत गर्नुपर्छ भनेर हामीले सिकायो। तर नेपाल आउँदाखेरि हामीलाई समृद्धि आयोजना भेट्दाखेरि हामीलाई समृद्धि आयोजनाले मेहनत त गर्ने, तर कसरी गर्ने भनेर हामीलाई त्यति सिकायो।